हेलो गाइज, स्वागत छ तपाईँलाई फेरि पनि टप अन राइजमा। म हेमराज छेत्री। आज कुरा गर्नेछु सेल्फ टकको बारेमा। सेल्फ टक भनेको के हो त भन्दा आफैले आफैसँग गरिने कुरा चाहिँ सेल्फ टक हो है त। सोच्नुहोस् त, सबैभन्दा बढी हामीले कोसँग कुरा गर्छौँ? आफैले आफैसँग कुरा गर्छौँ। त्यसैले आफैले आफैसँग सोच्नु पनि आफैले आफैसँग कुरा गरे सरह हो। त्यसैले आफूले आफूसँग कस्तो कुरा गर्नुहुन्छ त्यसले तपाईँको जीवनमा धेरै हदसम्म म्याटर गर्छ। त्यसैले तपाईँले आज सक्दिनँ भनेर भन्नुभयो भने आज सक्दिनँ भन्नुहुन्छ, भोलि सक्दिनँ भन्नुहुन्छ र अर्को दिन सक्दिनँ भन्नुहुन्छ। त्यसै गरेर तपाईँको आउँदो दिनमा त्यो कुरा इम्पोसिबल नै हुन जान्छ, किनभने तपाईँले सक्दिनँ भनेर माइन्डलाई सेट गरिसक्नुभयो र तपाईँले सक्छु भनेर सक्नुभयो भने के सक्नुहुन्छ त? पक्कै पनि तपाईँले आज सक्छु भनेर पक्कै पनि गर्न नसक्नुहोला, तर 1-2 दिन 3-4 दिन सक्छु भनेर भन्नुभयो भने तपाईँको माइन्डले चाहिँ त्यो अवसरहरू खोज्नतर्फ लाग्छ र तपाईँलाई एउटा बाटो देखाउनेछ। र जब तपाईँ एक्लै हुनुहुन्छ तब तपाईँले आफूलाई यस्तो तरिकाले भन्नुहोस् कि जो आफूभित्र चाहिँ सक्षमता पैदा गरोस्, कन्फिडेन्स पैदा गरोस् र तपाईँलाई आफ्नो लक्ष्य प्राप्तिमा सहयोग गरोस् है त।